यो देश जलिरहेको अवस्थामा, यो देश ढलिरहेको अवस्थामा है यहाँसम्म कि तपाईँको चाहिँ सुरक्षाकर्मी प्रहरीलाई सम्म पनि तानेर चौबाटोमा लट्ठीले कुटेर मारेको अवस्थामा यो देश तपाईँको चाहिँ त्यसरी नरहेको अवस्थामा यो देश बचाउन जाने एकजना मान्छे थियो 3 करोड नेपालीमा। त्यसको नाम चाहिँ मैले बिर्सेँ। त्यसको नाम मैले बिर्सेँ। को त्यो मान्छे हो? त्यो मान्छे। त्यसो भएको कारणले गर्दाखेरि पनि म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, काम त म कति गर्छु, भिजन त कति छ, साथै यो देशलाई बचाउने साहस पनि छ क्या मसँग। 30-35 वर्षदेखि 40-50 वर्षदेखि तपाईँको राजनीति गरेर बेसरी ठुलो भएर गरेर हिँड्ने तपाईँको छैन होइन, आफूलाई निकै ठुलो नेता सम्झने मान्छेहरू कहाँ गएको थियो? कोही पनि देखिनँ त मैले है। त्यसो भएको कारणले यो देशमा कोही पनि मान्छे रहेनछ यो देशलाई बचाउन सक्छु भन्ने साहस गर्ने। त्यो साहस गर्ने एकजना मान्छे फुच्चे केटा थियो, अनुहार नपरेको। म पनि त्यसलाई चिन्नु चाहिँ चिन्दिनँ, अलिअलि चिन्छु होला थोरै चाहिँ है। हो त्यो मान्छे हो है श्रम संस्कृतिको अध्यक्ष र श्रम संस्कृति पार्टीको अध्यक्ष नै सुनसरी 1 को प्रत्यक्षतर्फको उम्मेदवार हो। त्यसो भएको कारणले